यो यस्तो दामी ठाउँ लाग्यो यहाँ तल पनि यस्तो राम्रो छ है। घाम लागेर मेरो वरिपरि चाहिँ हुन नकोही पनि, तर यहाँ हेर्न यता तल पनि यहाँदेखि भ्यू यस्तो राम्रो लाग्यो नि। यो गाउँहरू यहाँ पारी छक्क हिमाल देख्छ, वारिपारि पुरै हिमाल छ। वहाँ पुरैसम्म घुम्यो भने जति पनि हिमाल मात्र देखिन्छ। अनि यता तल हेऱ्यो भने पनि पुरै यहाँ त यहाँ एउटा राज्य महल बनायो। महल जस्तै सानो झुपडी भयो पुरा तल वारिपारिको भ्यू हेर्न क्या दामी छ। एउटा समस्या चाहिँ के छ भन्दाखेरि पानीको समस्या हुन्छ यहाँ माथि आउँदाखेरि। शीतल उस्तै हिमालको हावा पनि आयो, यता छेउतिरको हावा पनि आयो, दक्षिण साइडको हावा पनि आयो, तर गजब छ। यतिको यो पाल्पामा म हुन अर्घाखाँचीको, तर पाल्पामा आउँदाखेरि यति राम्रो अनुभव चाहिँ कहीँ जाँदा पनि भएको छैन कि। अर्घाखाँची मैले सबै त घुमेँ होइन, तर आफ्नो गाउँ भए पनि जिल्ला भए पनि, तर यो पाल्पा अहिले चाहिँ बतासे डाँडा माथि छु, तर यहाँदेखि हेर्दाखेरि यति राम्रो लाग्यो। जहाँ गए पनि जुन डाँडामा गए पनि यो दामी भ्यूहरू देखिन्छ। बिचमा चुली छ होइन पुरै डाँडाहरू, त्यो डाँडामा गए नि देखिने भ्यू वारिपारिको सबै हो। त्यो डाँडामा गए पनि देखिने भ्यू त्यही हो। यो डाँडामा पनि जहाँ म छु त्यहाँ जाँदा नि पुरै भ्यूहरू देखिन्छ। अनि यहाँ यतादेखि गयो भने त्यो पनि त्यो डाँडा गए पनि राम्रो देखिन्छ। त्यो डाँडा गजब, मनै भरर र खुसी, दामी शान्त बनाउने ठाउँ छ क्या हाम्रो। यतिको ठाउँ त यता तल चाहिँ राम्रो बस्ती हो जस्तो लाग्यो। मतलब स्कुलहरू पनि ठुलो छ, गाउँहरू पनि बाटो पनि राम्रो छ, तर यसलाई के भन्छ मलाई चाहिँ थाहा छैन, तर क्या दामी लाग्यो।